हेलो साथीहरू नमस्ते। कस्तो हुनुहुन्छ होला, सन्चै हुनुहुन्छ होला। अनि म पनि सन्चै। हेर्नुहोस् है, आजको ब्लग चाहिँ मैदाको चाहिँ मैले डोनट बनाउनु खोजेको है। बच्चालाई डोनट भनेर यति जिद्दी गर्छन् कि उस्तै बनाऊ भन्छन्, तर उस्तै चाहिँ कहाँ हुन्छ, हामीहरूको चाहिँ हुँदै हुन्न है। त्यो पनि हल्का सा प्रयास गरेको है। मैदाको चाहिँ हल्का सा मैले रोल गरेर राखेको थिएँ, अनि त्यस्तो हुन्छ कि भनेर प्रयास गरेको, लेकिन खास चाहिँ त्यस्तो भएन। तपाईँहरू देख्नु पनि सक्नुहुन्छ। अनि यहाँ चाहिँ म बनाउँदै भिडियो गरेको छु। अनि के हो भने यति भिडियो हालेर न लाइक न कमेन्ट न फलो गर्नुहुन्छ कि तपाईँहरूलाई राम्रो लाग्दैन, या मेरो कोही पनि प्रब्लम छ भने हजुरहरू बताउन सक्नुहुन्छ त्यति खास मन परेन भनेर। यहाँ हेर्नुहोस् है, यो चाहिँ मलाई चाहिँ चायको साथ डोनट बनाउनु खोजेको है। अनि यो चाहिँ मेरा छोराहरूलाई तीनजनाको लागि है, दुईवटा मेरा छोरा छन्। अनि तिनीहरूलाई चाहिँ डोनट चाहियो भन्दाखेरि नै बनाएको है। अनि चाय साथ त धेरै राम्रो लाग्छ, म चाहिँ चायकी दिवानी हो है। चाय त मलाई चाहियो, अनि बच्चालाई पनि डोनट्सको साथ थोडा चाय दिन्छु भनेर उनलाई पनि थोडा चाय दिएको साथीहरू। उनलाई